जीवहरू यो मानव भन्छन्। मनुबाट मनुका सन्तति एउटा मानव हुन् भने तिनीहरूले वसुधैव कुटुम्बकम सम्पूर्ण संसारलाई विश्वलाई एउटा कुटुम्ब बनाउनु पर्छ, एउटा परिवार बनाउनु पर्छ। एक परिवारका सन्तान, एक परिवारका जहानले शान्तिपूर्वक घरमा रहनुपर्छ। हाम्रो हिमाली प्रदेश, हाम्रो हिमाली देश, हिमाल हाम्रो धुरी छ, तराई हाम्रो जग छ र 72 राज्य 14 अञ्चलका 14वटा आँखा छन्, 75 जिल्लाका 75 कोठा छन्। 75 कोठामा बस्ने हामी 1.5 करोड अथवा 1.25 करोड जति नेपाली छौं र विश्वमा बसेका 85 करोड हिन्दू जाति छन् र विश्वमा बसेका 3 अरब भन्दा बढी बौद्धहरू छन्। बुद्ध भगवान नेपाली, नेपालको सपूत एक भगवान बुद्ध। भगवान बुद्धले लुम्बिनी अञ्चलमा लुम्बिनी ग्राममा जन्म लिएको, शाक्य वंशमा गौतम गोत्रमा, गौतम गोत्र र शाक्य वंश अहिन्दू होइन, अनेपाली होइन, अनार्य होइन, बाहिरको विदेशी होइन, विजाति होइन। त्यस्तै जस्तो एकातिर जनक छ, उतातिर विश्वको शान्तिको अग्रदूत बुद्ध भगवान दायाँतिर छ। जनक र बुद्धले यी दुईटाले शान्ति र सन्देश, अध्यात्मवादको सन्देश दिने यस देशमा हामी आपसमा लड्छौं, मर्छौं, काटिन्छौं, बाँचिन्छौं र एउटाले अर्कालाई मुर्दाबाद, एउटाले अर्काको पुतला जलाउने, एउटाले अर्काको लास जलाउने, एउटाले अर्कामाथि सलामी हात चलाउने, एउटाले अर्कामाथि दमन चक्र चलाउने, एउटाले अर्कालाई जिते भनेर घमण्ड गर्ने, एउटाले अर्कालाई च्यालेन्ज दिने, एउटाले अर्कालाई कुनै घमण्ड गरेर होच्याउन खोज्ने, थिचो मिचो गर्न खोज्ने। यो अज्ञान कहाँबाट आयो? यो कसले दियो? कुन फटाले सिकायो? यस्ता किसिमका फटाले हामीहरूले कहिले पनि चिन्नु सकेका छैनौं। बाहिरबाट आएका फटाहाले, बाहिरबाट आएका कुनै पनि फुट डालो राज गरो भन्ने कुनै पनि फटाहा तत्त्वले हामी घरका भाइलाई, घरका परिवारलाई, घरका जहानलाई फटाएर चक्राचुर पारेर यदि कसैले आफ्नो दलाली गर्छ भने, दलाली गर्न खोज्छ भने, आफ्नो दमन चक्र चलाउन खोज्छ भने हामीले चिन्नुपर्छ, हामीले जान्नुपर्छ। 2-4 कौडीका भरमा, 2-4 खोस्टाका भरमा, 2-4 कपका भरमा, 2-4 प्रलोभनका भरमा हामीले आफ्नो देश बिर्सनुहुन्न, जाति बिर्सनुहुन्न, धर्म बिर्सनुहुन्न, आफ्नो परिवार बिर्सनुहुन्न र आफ्नो कर्तव्य बिर्सनुहुन्न, आफ्नो एकता बिर्सनुहुन्न। एकताको केन्द्रबिन्दु बुझ्नुहुन्छ? यो के देश हो? कुन देश हो यो? यस देशले के गरेको थियो? यस देशको आदर्श के हो? यस देशका मनुले के भनेका थिए? मनुको राजधानी मानवी 14 अञ्चलमा कर्णाली अञ्चल, कर्णाली अञ्चलको एउटा कालीकोट जिल्ला, कालीकोट जिल्लाको राजधानी मानमा खाना चक्र, मानमा तली मानमा मुठी मानमा मानवी मानवी मानमा मनु संसारका सबभन्दा प्रथम विधान दाता। मनुस्मृति संसारको प्रथम विधान थियो। त्यो प्रथम विधानका निर्माता मनुको जन्म, मनुको राज्याभिषेक र मनुको राष्ट्रिय विधानको घोषणा एकै तिथिमा भएको थियो। चैत्र शुक्ल प्रतिपदा, चैत्रको शुक्ल प्रतिपदा मनुको जन्म तिथि, मनुको राज्याभिषेक तिथि, मनुको मनुस्मृति घोषणा तिथि। यी 3टा तिथि एउटै छन्। जस्तो भगवान बुद्धको जन्म तिथि वैशाखी पूर्णिमा, गृह त्याग तिथि वैशाखी पूर्णिमा, बौद्धत्व प्राप्त तिथि, बुद्धत्व प्राप्त तिथि वैशाखी पूर्णिमा र निर्वाण प्राप्त तिथि वैशाखी पूर्णिमा। जस्तो एउटै पूर्णिमाका दिन सबै पूर्ण भएका थिए। पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते भनेर जस्तो किसिमको वेदले भनेको छ, त्यस पूर्णलाई संकेत गरेर सर्वम शून्यम शून्यम शून्यम, शून्य भनेको 10 को अंक हो, शून्य भनेको आकाश हो, शून्य भनेको ब्रह्म हो, शून्य भनेको खम ब्रह्म। वेदले जसलाई खम ब्रह्म भन्छ त्यसलाई भगवान बुद्धले खम शून्यम भन्छन्। शून्यको अर्थ हो पूर्ण। 1 2 3 4 5 6 7 8 9 भइसकेपछि दशम स्तोमसी, दशम आत्मा पूर्ण हुन्छ। त्यो पूर्ण अंकलाई भनिएको थियो पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। त्यसै पूर्णलाई लिएर विवेकानन्दले अमेरिकामा 3 मिनेट पूर्णको त्यो शून्यका बारेमा केही भन्, गुलाम देशको मान्छे त भनेर होच्याएर अन्तमा दिएको थियो वक्तव्य विषय। त्यसलाई
त्यो पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते भनेर सम्पूर्ण वेद उपनिषदको सार गीताको सार लिएर विवेकानन्दले सम्पूर्ण अज्ञानीहरूलाई भौतिकवादमा रुमलिएका भौतिकवादमा रणभुल्ल भएका र कागका कुइराका काग भएकालाई गीताका ज्ञानले सबैलाई अनुयायी बनाएर पछाडि पछाडि दौड्ने कृष्णका पछाडि गोप गोपीहरू जसरी वृन्दावनमा दौड्थे त्यो अवस्था बनाएर अमेरिकामा भारत के हो भारतवर्ष के हो भारतवर्षको भाल स्थल नेपाल के हो र गीता के हो भन्ने कुरा देखाइदिए। त्यो एउटा शून्य थियो पूर्ण थियो जुन शून्यको संकेत भगवान बुद्धले गरे जुन शून्यको संकेत भगवान वेदले गरेको छ खम ब्रह्म भनेर त्यो खम ब्रह्म कम ब्रह्म भन्ने त्यो शून्यको ज्ञान भएपछि अनि हामीहरूलाई थाहा हुन्छ हामी के हौं हाम्रो पूर्णता कहाँ छ हामीहरू कुन पूर्णतामा बाँचेका कुन पूर्णतामा जन्मेका त्यो मनुको एतद्देश प्रसूतस्य सकाशा दद्दजन्मनः स्वम स्वम चरित्रम शिक्षेरन् पृथिव्याम सर्वमानवः भनेर पृथ्वीका समस्त मानव जातिलाई घोषणा गरेर शिक्षा दीक्षा लिन यहाँ आउनु तिमीलाई मानवताको शिक्षा जातीय चरित्रको शिक्षा राष्ट्रिय चरित्रको शिक्षा सम्पूर्ण संसारको शिक्षा दीक्षाको केन्द्र यो हो यहाँ आएर तिमीहरूले शिक्षा दीक्षा लिएर जानु भनेर आफ्ना सन्ततिलाई संसारमा फैलेका सन्ततिलाई संसारका चक्रवर्ती बनुले यस देशबाट घोषणा गरेका थिए। त्यो घोषणा गर्ने देश आज बाहिरबाट ल्याउँछ बाघ बाहिरबाट ल्याउँछ हर्ती बाहिरबाट ल्याउँछ चामल बाहिरबाट ल्याउँछ आश्वासन बाहिरबाट ल्याउँछ कुनै प्रकारका दलाल भने त्यसको जान्छ त्यसको शिर झुक्छ त्यसको नाक काटिन्छ र त्यसको आत्मघात हुन्छ आत्महत्या हुन्छ। हामीले बाहिरबाट कुनै चिज लिनु पर्दैन खाँचो छैन हाम्रा घरमा केही कमी छैन कुनै वस्तुको नौली छैन कुनै वस्तुको कमी छैन कुनै वस्तुको यहाँ रितोपन छैन सबै चिज छ। त्यो चिज हामीहरूले खोज्नु पर्यो तद्विदित प्रणिपातेन परिप्रश्नेन सेवया उपदेक्षन्ति ज्ञानम ज्ञानिन तत्त्वदर्शिन तत्त्वदर्शी ज्ञानीहरू यहाँ छन् हाम्रै घरमा छन् हाम्रा गाउँमा छन् हाम्रा जिल्लामा छन् हाम्रा अञ्चलमा छन् हाम्रा देशमा छन् हाम्रा राष्ट्रमा छन्। यो सर्वतन्त्र स्वतन्त्र धर्म सापेक्ष वैदिक सनातन हिन्दू धर्म सापेक्ष घोषित विधानतः घोषित हिन्दू राष्ट्र हो यो भ्रान्ति होइन कसैको प्रशासनिक इकाइ होइन कसैको प्रशासनिक इकाइ कसैले ठानेको छ सम्झेको छ भने त्यसले भूल गर्छ त्यसले भूल पनि गर्छ जानीकन गर्छ भने जानीकन त्यसले बुझ पचाएर ज्यानको हत्या गर्छ ज्यान पापी बन्छ बुझ पचाउँछ भन्ने त्यसले समाज बचाउन सक्दैन त्यसले हाम्रो अस्तित्व बचाउन सक्दैन त्यस्ता भूलमा हामीहरूले लाग्नु हुँदैन। राम्रोसँग हामीहरूले सोच्नुपर्छ हामी के हाम्रो कर्तव्य के अध्यात्म नेपाल हेर्नुहोस् हिमावत खण्ड हेर्नुहोस् जयस्थिति मल्लको स्थिति के थियो महेन्द्र मल्लको स्थिति के थियो राम शाहको स्थिति के थियो पृथ्वीनारायण शाहको अर्थी के थियो पृथ्वीनारायण शाह 52 वर्षसम्म तपस्या गरेर 52 लाख गोर्खालीको एकत्व गरेर 52 वर्षका अवस्थामा 52 लडाईँको विजय प्राप्त गरेर अनि 52 वर्षको अवस्थामा स्वर्गारोहण गर्ने बेला के भनेर गएको छ चारजा 36 वर्णको फुलबारी यो मेरा सानो दुःखले आर्जको मुलुक होइन सबै जातको फुलबारी हो भनेर प्रजातन्त्रको सम्पूर्ण अधिकार दिएर कालुपाणे प्रधानमन्त्री कालुपाणेलाई जनताको प्रतिनिधि जनताले चुनेको जनताले छानेको मेरो विराज विचारता विराज बखेतीलाई कजाइन दिन आँटेको थियो तर ज्यादा बुद्धि कालुपाणेकै छ अरेर सबै जनताले पनि कालुपाणेलाई कजाइन दिनु भया हामी दुनियादारमा थाहारी नदो भन्ने सल्लाह दिया भनेर जनताले दिएको सल्लाह अनुसार कालुपाणेले प्रधानमन्त्री बनाएर कालुपाणेका प्रधानमन्त्रीका सहायतामा कालुपाणेका सल्लाहमा कालुपाणेले समस्त जनताको सम्मति र सल्लाह लिने कालुपाणे जनप्रतिनिधिले अनि सल्लाह दिएर राजालाई ठीक मार्गमा चलाउने प्रजातन्त्रको जुन आधारमा यो राष्ट्रको निर्माण भएको थियो 166 टुक्राहरू जोडिएर एउटा महान राष्ट्रको रूप धारण गरेको थियो। त्यो बेलझुण्डी बेलकोट त्यो बेलकोटले दिएको छ आयो सन्देश नुवाकोटको बेलकोट भन्छ कि बेलकोटमा एकजनाले भूल गरेको थियो राजाले प्रधानमन्त्रीको सल्लाह नलिएर जनप्रतिनिधिको जनताको सल्लाह नलिएर एक्लै काम गर्दाखेरिमा भूल भयो
र समाप्त सैनिकहरू समाप्त भए। राजाको घोडा मर्यो, घोडामा चोट लाग्यो, खलिएर मर्नुपर्ने अवस्था आयो। त्यो बेलामा अनि कालुपाणे आउँछ, कालुपाणेले राजाले बचाउँछ अनि विजय प्राप्त गर्छ अनि लिएर झण्डा आफ्नो उच्चा गर्छ। र अबदेखि भोलिपल्ट गएर राजा पृथ्वीनारायणले भन्छ, ए मैले त आवेशमा आएर तँलाई डर लाग्छ भने घर बस, म एक्लै जान्छु भनेर गएको थिएँ। तर त्यसमा त अलिकति कुरा बिग्रियो। यस्तो गर्नु छैन। अब भोलिदेखि तैँले मलाई सम्मति दिनु, सल्लाह दिनु, सबैको सल्लाह तैँले लिनु, जनताको सल्लाह तैँले लिनु, सम्मति लिनु र तैँले मलाई सल्लाह दिनु र तेरो सम्मति बिना मैले कुनै काम गर्ने छैन। आज ठुलो भूल भयो। हाम्रा सबै सैनिकहरू सकिए, मलाई पनि चोट लाग्यो, मैले पनि मर्नुपर्ने अवस्था आयो। त्यस कारणले यस्तो भूल तैँले गर्नु छैन। अबदेखि तैँले मलाई ठिक ठिक सल्लाह दिनु, न डराउनु। तैँले मलाई भूल गर्न लागेको बेलामा मेरो हात समात्नु भनेर तेरो सल्लाह बिना म आजदेखि कुनै काम गर्ने छैन भनेर प्रतिज्ञा गरेर भोलिदेखि चलेको हुनाले पृथ्वीनारायण शाह यो राष्ट्रिय एकता गर्न समर्थ भएर राष्ट्रिय एकताका नायक बन्न सके। यो हामीले इतिहास बिर्सनु हुँदैन, पृथ्वीनारायणलाई बिर्सनु हुँदैन, पृथ्वीनारायणको प्रजातन्त्र बिर्सनु हुँदैन। सबै जातको